हेलो गाइसहरु, तपाईहरु कस्तो हुनुहुन्छ? आज चाहिँ धेरै दिनपछि भिडियो आउँदैछ। हो, यो चाहिँ ब्लग चाहिँ के हुनेवाला छ भने अहिले चाहिँ हाम्रो इक्जाम चल्दैछ। इक्जाममा पनि बाबाले यो चल्दैछ हो। अहिले चाहिँ म कोठामा छु। हो, कोठामा अब चाहिँ स्कुल जान लागेको आज छिटो। अब चाहिँ नुहाएर सुहाएर रेडी भइसकेपछि अनि स्कुल जाने हामीहरु। हो, यहाँ चाहिँ देख्न सक्नुहुन्छ होला मेरो रुमको हालत यस्तो छ। मेरो रुमको हालत अहिले यस्तो छ, तपाईहरु अस्ति नै देख्नु भएको छ होला। अनि हाम्रो गाउँ चाहिँ अहिले बिहान मर्निङ भ्यू हेराउँछ। हो, यो चाहिँ हाम्रो गाउँको भ्यू हो बिहानको। हो, यताबाट चाहिँ हेर्दा चाहिँ यो छ, यता चाहिँ झाडी भइसकेको छ यहाँ। त्यसैले गाइसहरु यहाँ चाहिँ यस्तो छ, यहाँ चाहिँ झाडी हो। अनि त्यतै हेर्नु भएको छ होला धेरैजनाले भिडियोमा। यो चाहिँ आमाको मोबाइल हो गाइसहरु। अनि यहाँ चाहिँ मेरो घर यस्तो छ। यो चाहिँ मेरो भान्साघर हो। अनि यहाँ चाहिँ बाख्राहरू छ। यहाँ कता छ बाख्राहरू? यहाँ यो चाहिँ हाम्रो किचन हो। यहाँ चाहिँ के पकाउनु हुँदैछ, आमा चाहिँ अहिले कहाँ गयो? अहिले चाहिँ सब्जी बन्दैछ। यो चाहिँ हाम्रो किचन हो, यत्रो छ। यहाँ चाहिँ हाम्रो किचन हो। अनि यो चाहिँ यहाँ चाहिँ गोरु बाख्राहरू, यहाँ चाहिँ गोरुहरू राख्ने यो मुसाहरू छ यहाँ। हो, यहाँ चाहिँ अहिले गर्मी हुँदैछ। अहिले पनि आज नै पानी परेको, त्यो पनि आज नै गर्मी हुँदैछ। हो, अहिले चाहिँ नराम्रो आयो होला भिडियो अहिले नै, किनभने अहिले चाहिँ यो भयो। चाहिँ म छु अहिले, मेरो कपाल पनि ठुलो भइसकेको छ। अब कुनै दिन काटौँ, म काट्न जान्छु, त्यो दिन ल्याइन हुँदैन। त्यसैले भिडियो नै बनाउन सक्दिनँ, मोबाइलमा चार्ज नै हुँदैन। हो, त्यसैले म डेली भिडियो पनि हाल्न सक्दिनँ, भ्युसै आउँदैन के हाल्ने भिडियो। त्यसैले यहाँ चाहिँ मेरो सानोको फोटो छ, यताको चाहिँ म, यता चाहिँ मेरो दाइ छ। हो, यहाँ चाहिँ फोटोहरू छ धेरै, पहिलाको फोटोहरू छ। यो चाहिँ हाम्रो किताबहरू हो यस्तै। गाइसहरु, आजको लागि यति नै। यो चाहिँ ब्लगमा हाल्नु कि भिडियोमा, यो चाहिँ हुँदा सर्टमा हाल्छु हुन्छ।